दाजुभाइ तथा दिदीबहिनीहरूलाई नमस्ते भन्न चाहन्छु। त यो अहिले नेपालमा भोलिदेखि हुन लागिरहेको यो कुम्भ मेला, क्रिकेट कुम्भ मेला, एनपिएल सिजन 2 भोलिदेखि सुरु हुन गइरहेको छ। त्यसको लागि हामी परदेशमा रहनुहुने क्रिकेट प्रेमी, क्रिकेट मित्रहरूलाई चाहिँ एउटा जानकारी अथवा कतिले जान्नु भएको छ होला, कतिले जान्नु भएको छैन होला, कतिले गरिसक्नु भयो होला, कतिले सिक्दै हुनुहुन्छ होला कसरी हेर्ने भनेर छटपटमा पनि हुनुहुन्छ होला। क्रिकेट प्रेमीहरूलाई मात्रै भन्दैछु। त्यसले गर्दाखेरिमा मैले तपाईँहरूलाई एउटा के सुनाउन लागिरहेको छु भनेदेखिमा हामीले यो क्रिकेट हेर्नलाई चाहिँ कसरी हेर्ने भन्ने कुरामा चाहिँ मैले एउटा डिसोम गो एप डाउनलोड गरेको छु। तपाईँहरूले पनि त्यही एप डाउनलोड गरेर त्यही मार्फत हेर्नुहोला। अहिले यसपालिको सिजन 2 चाहिँ युट्युब मार्फत हेर्न नसकिने भएको कारणले गर्दाखेरिमा म तपाईँहरूलाई एउटा एप्स देखाउँछु। अनि हामी देश परदेशमा रहेकाहरूले चाहिँ एउटा सिजन हेर्नलाई चाहिँ लगभग $10 रहेछ। $10ले चाहिँ हामीले कतिको हेरिन्छ त भने $10 ठाउँ अनुसारको पैसा कन्भर्ट गर्ने हो भनेदेखिमा चान्चुन 1500 चान्चुन पर्दो रहेछ। त्यो केही पनि होइन, हामीले हेर्न इच्छा हुँदा पनि हेर्न सकिन्छ। केही पनि होइन भन्दा त्यो पैसा हो, यत्रो धेरै नै पैसा हो, कति हामी नसक्नेहरूको लागि त, तर पनि इच्छा हुँदाखेरिमा त्यति गर्न सकिन्छ रहेछ। अब हामी प्रत्यक्ष रूपमा एनपिएल हेर्ने, भौतिक रूपमा एनपिएल हेर्न त नसकिने भइयो। तथापि बाहिरबाट हेर्न लागि चाहिँ मैले यसो चाहिँ भनौँ न आइडिया लगाएर, कतिले नेपालमा पनि हेर्न सक्नु भएको छैन उहाँहरूलाई चाहिँ यसरी हेर्न सहज हुन्छ। नेपालबाट चाहिँ $300 मात्रै लाग्छ भनेर म तपाईँहरूलाई भन्न चाहन्छु। र हामी परदेशीहरूले, क्रिकेट प्रेमी परदेशीहरूले चाहिँ यसरी हेर्नुपर्ने रहेछ। म तपाईँहरूलाई अलिकति सेयर गर्छु है त। यहाँ मैले गोगो एप डाउनलोड गरेको छु। गोगो एप चाहिँ डाउनलोड गरिसकेँ म। यो गो एपमा चाहिँ गएर तपाईँहरूलाई म देखाउँदैछु है त। यसरी गर्न सकिँदो रहेछ। अब यो अहिले खुल्दैछ। अब चाहिँ हामीले यो गेमहरू चाहिँ यसरी हुँदैछ। अब यहाँ अप्सनमा गएर लगइन गर्नुहोस्। अब हामीले के तपाईँ नेपालमा हो भने चाहिँ मोबाइल नम्बर राखेर ई-सेवा अपडेट गर्नुभएको छ भने ई-सेवा मार्फत गर्दा चाहिँ $300ले हेर्न सकिँदो रहेछ। हामी बाहिर विदेशमा रहेको मान्छेहरूलाई चाहिँ अब यहाँको मोबाइल नम्बर किन रजिस्टर गर्ने हैन, आफ्नो इमेलबाटै हेर्नुपर्छ। अब मैले चाहिँ जिमेलबाट हेर्न लागिरहेको छु। मेरो जिमेल आइडी यो मैले चुज गरेँ। यो खुल्दैछ। अघि चाहिँ नाम देखाएको थिएन भने अब अहिले भइसक्यो। अब माथि एडमिन लालकुमार राई भनेर अब यसलाई सब्सक्राइब गर्नु पर्यो। सब्सक्राइब नाउ गर्ने। अब यहाँ हेर्नुहोस् है, ट्रेन्डिङ नाउ एनपिएल सिजनल पास भनेछ। अब यो हामीले चाहिँ अब यो एनपिएलको चाहिँ सेसन पास भनेको छ। यो चाहिँ अब चुज गर्ने, प्लान चुज गर्ने हो। हामीले अरू केही छैन हैन, हाम्रो त केही पनि छैन। त्यही भएर सिधै त्यो पास $10 भइगयो। अनि अब हामीले के गर्छौँ त, डेबिट कार्ड लगाउँछौँ। हैन, कार्ड लगाइसकेपछि अब यहाँ इरर देखायो ताकि मसँग यति पैसा त छैन नि त। मसँग यो $10 पैसा नभएको कारणले
मेरो एक्टिभ भएन। अनि अब सब्सक्राइब नाउ गर्नु बित्तिकै हाम्रो $10 लागि चाहिँ अब पैसा नभएको कारणले कार्ड भएन। मैले गुगल पेमा मैले एक्टिभ गरिदिइसकेको छु मेरो कार्ड। मसँग अकाउन्टमा पैसा छैन, त्यही भएर यो पैसा नभएको कारणले यस्तो भएको छ। अब यो चाहिँ यो गर्न बित्तिकै तपाईँको भोलिदेखि आउने गेमहरू सबै हेर्न सकिन्छ। यति भन्दै